सम्पूर्ण नमस्ते। म यति बेला भारतको राजधानी नयाँ दिल्लीमा छु र यहाँ हस्पिटलहरूको काम भ्याइसकेपछि यहाँको महत्त्वपूर्ण ठाउँको घुमघाम गरिरहेको छु र त्यस अन्तर्गत आज चाहिँ नयाँ दिल्लीमा रहेको लोटस टेम्पल अथवा कमल मन्दिरतिर जाने तयारी गर्दैछु। साथीहरू त्यहाँ गइसक्नु भएको छ र उहाँहरूलाई पनि भेटघाट गरेर त्यहाँ घुमघाम गरेर अनि चाहिँ सँगसँगै फर्किनेछु। म लोटस टेम्पलतिर लागेँ। अहिले हामी माथि मेट्रो देख्न सक्छौँ। हामी पारी देख्न सक्छौँ माथिबाट मेट्रो र तलबाट यसरी 6 लेन 8 लेन 10 लेनका चाहिँ सडकहरू छन्। म अब नजिक आइसकेको छु। meters, make a U-turn at Oakland Station Lane. हामी तलबाट हिँडिरहेका छौँ भने माथि मेट्रो देख्न सक्छौँ। Turn left onto the ramp to Service Road. म यति बेला पार्किङमा आइसकेको छु। लोटस टेम्पल गेटनेर आइसकेका छौँ। लोटस टेम्पलको प्राङ्गणभित्र छिरिसकेका छौँ। यहाँ चाहिँ मजाको यस्तो पार्क निर्माण गरिएको रहेछ र यहाँ पर्यटकहरूको एकदमै घुइँचो छ। आउने जानेको त्यस्तै घुइँचो चलिरहेको छ। अब हामी चाहिँ उता कमल मन्दिर अथवा लोटस टेम्पल हो, हामी त्यहाँ जाँदैछौँ। अब यहाँ दायाँबाट जाने र बायाँ अथवा लेफ्टतिरबाट चाहिँ फर्किने सिस्टम जस्तो लाग्यो। लोटस टेम्पलको नजिक आइसकेका छौँ। यहाँ भित्र इन्ट्री हुँदाखेरि जुत्ता चप्पल आफ्नो थैलोमा राखेर पैदल हिँडेर चाहिँ खाली खुट्टा हिँड्नु पर्दो रहेछ। नम्बर लगाएर जानु पर्दो रहेछ। यति ठुलो लाइन छ यहाँ। कति बेर पछि पालो आउने हो। भित्र छिर्नलाई वेटिङमा बसिरहेको छ। बाहिर यत्रो भिड छ। नमस्ते। खास गरेर यहाँभित्र मोबाइल क्यामेराहरू चलाउन फोटो भिडियोहरू खिच्न बन्देज छ। तर धेरै साथीहरूलाई यहाँभित्र के छ भनेर कौतूहलता हुने भावनाले म ठुलो रिस्क लिएर यो भिडियो चाहिँ बनाएँ यहाँनिर। यति बेला हामी यो लोटस टेम्पल अथवा कमल मन्दिरनिर आएर यहाँको पार्क सबै कुराहरू हेरेर चाहिँ भ्याइसकेका छौँ र यो समग्रमा यसको अवलोकन गर्दा ठुलो फराकिलो क्षेत्रफलमा चाहिँ एउटा यो पार्क निर्माण गरिएको रहेछ। त्यसै गरी यहाँनिर कमलको फुलको आकारको मन्दिर निर्माण गरिएको छ। यसलाई चाहिँ लोटस टेम्पल अथवा कमल मन्दिर भनेर चाहिँ भनिँदो रहेछ र यसको खास बाहिरबाट हेर्दाखेरि जति यसको आकर्षण छ त्यसै गरेर यसको भित्रबाट के छ भन्ने लागिरहेको थियो, कौतूहलता लागिरहेको थियो हामीलाई। भित्रबाट चाहिँ सयौं मान्छेहरू एकैचोटि गएर चाहिँ
बस्ने र शान्तपूर्वक मेडिटेसन गर्ने अथवा ध्यान गर्ने खालको वातावरण चाहिँ त्यहाँभित्र गएर बोल्न नपाइदो रहेछ। मोबाइल अथवा कुनै चिजहरू क्यामेराहरू नचलाइकन शान्तपूर्वक बस्न पर्दो रहेछ भन्ने कुराको यसको अनुभव गऱ्यौँ। लोटस टेम्पलको भ्रमण अवलोकन गरिसकेपछि अब हामी यहाँबाट बिदा हुँदैछौँ। लाइक कमेन्ट तथा सेयर गरिदिन हार्दिक अनुरोध गर्छु र कुनै जिज्ञासा भए अथवा प्रतिक्रिया भए कमेन्ट मार्फत चाहिँ प्रतिक्रिया दिनुहुने हार्दिक अनुरोध गर्दै यति बेर हेरेर साथ दिनुभएकोमा सम्पूर्णलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै अहिले बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्ते।